नमस्कार, स्वागत छ ज्ञानु राई भ्लग्स अर्थात् हाम्रो कोठेबारी च्यानलमा यहाँहरू सम्पूर्णलाई र सर्वप्रथम मेरा ठुला बडाहरूलाई सेवा ढोक र सानाहरूलाई प्यार आशीर्वाद भन्दै आज चाहिँ म धेरै दिन बाद एउटा भिडियो जुन भिडियो चाहिँ दुःखद भिडियो भनौँ है, म दुःखद नै भन्छु किनकि आजभन्दा लगभग 20 दिन अगाडि 2 हप्ता अगाडि चाहिँ मेरो अति नै प्रिय मेरो साथी रिन्जिलम शेर्पा जो चाहिँ बितेर जानुभयो होइन, देहान्त भयो। र त्यो जुन दिन बितेको थियो त्यो दिन चाहिँ मैले कुनै भिडियोहरू लिन सकिनँ किनभने मलाई एकदमै दुःख लागेको थियो, म मर्माहत बनेको थिएँ र त्यस दिन चाहिँ मैले कुनै भिडियोहरू लिन सकिनँ। र आज 20-21 दिन बादमा चाहिँ मलाई पनि एउटा साथीको यो एउटा सम्झना स्वरूप जो चाहिँ हाम्रो हृदयमा सदा सर्वदा जीवित रहोस् भन्ने हेतुले अनि साथसाथै पछि आउने हाम्रो पछिको भावी पिँढीहरूले पनि देख्न सकोस्, हेर्न सकोस् भन्ने हेतुले चाहिँ आज भिडियो बनाउन गइरहेको छु। र उसको चाहिँ आज 20 दिन भयो, 20 दिन हिजोदेखि नै उहाँहरू चाहिँ बुद्धिस्ट धर्मावलम्बी हुनको कारणले गर्दा हिजोदेखि नै घेवा भनिन्छ होइन, घेवा कार्य सुरु भइसकेको छ। र हिजोको दिनमा चाहिँ म गइनँ, जान सकिनँ र आज चाहिँ म जाने कोसिस गर्दैछु, जान्छु अहिले एकछिनमा होइन। र जुन साथी चाहिँ मेरो बचपनदेखिको त नभनौँ, हामी प्राइमेरी सेक्सन त आफ्नै जग्गामा सकेको थियो र सेकेन्ड्री जब 5औँ श्रेणीदेखि चाहिँ हामी साथी बनेको होइन, साथी थियौँ। तर म उसलाई चाहिँ साथीको रूपमा होइन, दिदी बहिनीको रूपमा दिदी बहिनीकै दर्जा दिएर राखेको थिएँ। उसले पनि हामीलाई दिदी बहिनीकै दर्जा दिएर राखेको थियो। अझै दिदी बहिनी भन्दा पनि बढी आमा हुन्छ नि, आमा जत्तिकै थियो मेरो लागि चाहिँ त्यो साथी चाहिँ होइन। आमाले जस्तै मलाई माया गर्नुहुन्थ्यो, सल्लाह सुझावहरू दिन्थ्यो। जस्तै दुःख सुखमा पनि म मेरो दुःखको सुखको जुन चाहिँ कुराहरू हुन्छ त्यो कुराहरू पनि म उसँग साझा गर्थेँ, एकअर्कामा हामी साझा गर्थ्यौँ। र ऊ चाहिँ धेरै दिन त के वर्षौँदेखि नै रोगग्रस्त थियो होइन, बिमारहरू भइ नै बस्थ्यो। तर पनि त्यस्तो घडीमा पनि उसले चाहिँ मलाई कहिले साथ छोडेको थिएन। अब हुन्छ सबैको एउटा होइन, एउटा मिल्ने साथी हुन्छ, तर त्यसको र मेरो चाहिँ खै कस्तो खालके यो म त पहिलाको जन्मको केही कनेक्सन थियो होला जस्तो लाग्छ। अब सबैको साथीहरू त हुन्छ, तर हामी कुनै दिन पनि त्यस्तो बाजा बाज नराम्रो होइन, एकअर्कामा नबोल्ने त्यस्तो कहिले भएन। आज अब ऊ बितेर गयो, यत्रो वर्ष होइन सम्म जीवित रहेर आज बितेर गयो। तर पनि त्यो दिनहरूमा जति पनि हामीले बितायौँ त्यो दिनहरूमा कहिले पनि हामीमा चाहिँ यस्तो रिसारिस बाजाबाज कति दिन नबोल्नेहरू कहिले नै भएन। सायद यस्तै हुनु थियो होला र होइन, आज हामीमा छैन। र उसको चाहिँ अब घेवा हिजोदेखि नै सुरु भएको छ। र म साथी त होइन, उसलाई चाहिँ म एउटा आमाकै दर्जा दिन्छु। आज मलाई उसको मृत्युले गर्दा चाहिँ मलाई म आमाविहीन भएको जस्तो मैले महसुस गरिरहेको छु होइन। मेरो एउटा अङ्ग नै छैन, मेरो एक पाटा नै छैन भनेको जस्तै त्यस्तो महसुस भइरहेको छ। तर के गर्नु होइन, यो संसारको नियम हो, एउटा तितो सत्य हो, यसलाई सबैले स्वीकार्नै पर्छ। यो त सबैलाई थाहा भएकै कुरो हो होइन, स्वीकार्नै पर्छ। र अन्तमा गएर उहाँको लागि हामीले के गर्नु सक्छौँ र जो हामीलाई छोडेर जानुभयो, बितेर जानुभयो, उहाँको लागि चाहिँ हामीले एउटा प्रार्थना सिवाय अरू त केही पनि गर्न सक्दैनौँ र त्यही पूजा आराधना उहाँहरूको धर्मअनुसार होइन भइरहेको छ हिजैदेखिको। र त्यो भिडियोहरू चाहिँ म सानो सानो क्लिपहरू लिइराखौँ भन्ने मेरो इच्छा भयो र त्यो कारणले गर्दा चाहिँ आज म गर्छु होला। तर यो भिडियो चाहिँ म हजुरहरू समक्ष राख्नु सक्छु सक्दिनँ, यो चाहिँ म माथि गएर मात्रै थाहा हुन्छ मलाई है। त्यहाँ गएर अब उहाँहरूको धर्मगुरुहरूले हिजोदेखि पूजा आराधना विधि विधान अनुसार गरिरहनु भएको छ। र म पहिला चाहिँ गएर सोध्छु होइन, उहाँहरूलाई धर्मगुरुहरूलाई म सोध्छु, लामाहरूलाई सोध्छु भिडियो गर्नु सक्छ या सक्दैन भनेर। यदि सकिन्छ भने चाहिँ म तपाईँहरूलाई माझ पनि राख्नेछु। र यदि तपाईँहरू जो कोहीले पनि यो मेरो भिडियो हेर्नु हुँदैछ भने चाहिँ अब अन्तिम श्रद्धाञ्जली मेरो साथी रिन्जिलम शेर्पाको लागि चाहिँ तपाईँहरूले पनि जहीँ कहीँबाट पनि हेर्नु हुँदैछ भने चाहिँ उहाँको चिर आत्माले चिर शान्ति पाउन् भनेर चाहिँ प्रार्थना गरिदिनु होला भन्दै यो भिडियो पस्किरहेको छु। र साथीहरू म चाहिँ यहाँ घरमा साथीको घरमा आइ पनि पुगिसकेँ। दाजाङ भन्दो रहेछ होइन उहाँहरूको पूजा स्थान जुन चाहिँ बनाएको छ। उहाँ चाहिँ मेरो साथी हुनुहुन्छ, फोटोमा तस्बिरमा मात्र सीमित छ अब होइन। तर
जो कसैको लागि तस्बिरमा मात्र सीमित रहे पनि हाम्रो लागि चाहिँ मेरो लागि चाहिँ आजीवन जबसम्म म रहनेछु होइन जीवित रहनेछु त्यति बेलासम्म चाहिँ म जीवित नै मेरो हृदयमा बस्नेछ भन्छु है। र यहाँनिर चाहिँ घुर भन्दो रहेछ जो चाहिँ उसको लुगाफाटाहरू पहिरनहरू लगाइदिएर चाहिँ राखेको हुँदो रहेछ, पूजा स्थानमै राखेर पूजाहरू अर्चनाहरू गर्दा रहेछ, खानापिनाहरू दिँदो रहेछ। उहाँ नै हो मेरो साथी चाहिँ। र यसरी अब उसको चाहिँ आज अन्त्येष्टि क्रिया अन्तिम श्रद्धाञ्जली भनौँ है हुँदैछ घरमा। एकदमै पूजा आराधना विधि विधान अनुसार लामा मेमीहरूले गर्नुहुँदैछ। एकदमै राम्रो सजाएको रहेछ। यता चाहिँ बत्ती बाल्छ यहाँनिर चाहिँ होइन, टाइम टु टाइम 108 गरेर 1 ग्याम्सो 2 ग्याम्सो गर्दै कति ग्याम्सो बत्तीहरू बाल्नु पर्दो रहेछ। र यस्तो देख्दाखेरि चाहिँ मलाई पनि अचम्म पनि लाग्दैछ। हुन त हामीले अब यस्तो देखेको हो बुद्धिस्ट धर्मावलम्बीहरूको मृत्यु भएर यस्तो पूजा अर्चना गरेको देखेको, तर म चाहिँ भित्र पसेर चाहिँ कहिले पनि यसरी बुझेको थिइनँ, जानेको थिइनँ। आज प्रथमचोटि नै हो, प्रथमपल्ट नै हो होइन। हरेक पल्ट यसरी ढोकहरू गर्दै बत्तीहरू बाल्दै, त्यहाँनिर छोरीले बत्ती बाल्दैछ, यता बहिनीले ढोक गर्दैछ होइन। यसरी क्षण गर्दा रहेछ, जो कि मृतकलाई चाहिँ अब एउटा भगवान जस्तो राखेर होइन, पूजाको स्थानमा राखेर चाहिँ पूजा गरिँदो रहेछ। मन्त्र जप मन्त्र पाठहरू गर्दा रहेछ उहाँहरूको पुस्तकबाट नियम अनुसार विधि विधान अनुसार एकदमै सफा चोखो नितो गरेर गर्दा रहेछ। यस्तो चाहिँ मैले पनि अनुभव गर्दैछु, किनकि म पनि हरेक यो बत्ती बालेको टाइममा साथीको अब अन्तिम के गर्नु सक्छौँ र हामी जीवितहरूले तिनै त गर्न सक्दो रहेछौँ भनेर मैले पनि भाग लिँदैछु। दुःख त छ एक मनमा, चोट त छँदैछ होइन जीवनभरिको लागि, तर पनि अब बिस्तारीसँगले हामीले अर्को पाइलाहरू चाल्दै जानुपर्ने रहेछ। यस्तो प्रकारले चाहिँ उहाँहरूले गर्नुहुँदैछ। तपाईँहरूलाई म यो चाहिँ भोइस ओभर गरेर देखाउँछु कतिवटा चाहिँ, किनभने यहाँनिर कतिवटा बाजागाजा झ्याली झ्याम्टाहरू पनि बजिरहेको छ। यसले गर्दा चाहिँ भिडियोमा कपिराइट पनि आउनु सक्छ। यसरी हरेक क्षणमा ढोकहरू चाहिँ गरिबस्नु पर्दो रहेछ, बत्तीहरू बालिराख्नु पर्दो रहेछ। जो चाहिँ मृतक छ उहाँलाई चाहिँ खानापिनाहरू दिँदै ऊ सबैजनाले गर्दैछ। उता बुहारी, उसको ठुलो भाइ, अर्को माइली बुहारी, यता दाजु हस्बेन्ड हुनुहुन्छ, सबैजनाले यसरी पालैपिलो गर्नुपर्दो रहेछ होइन। यसरी चाहिँ मृतकलाई पूजा आराधना सहित बिदा गर्दा रहेछ। यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई। म चाहिँ आज चाहिँ पहिलोचोटि यसरी अनुभव गर्दैछु। हामी पनि यता प्रार्थना गरेर बसिरहेको थियौँ। अब के गर्नु र, हामी जन्मेपछि एकपल्ट जन्मेपछि मृत्यु अवश्य छ, यो सबैलाई थाहा भएकै कुरो हो। र मर्नेको निम्ति जो बितेर जानुभएको छ उहाँको लागि हामीले प्रार्थना सिवाय अरू त केही नै गर्न सक्छौँ र त्यही नै हो साथीहरू। र तपाईँहरू पनि जो कोहीले यो मेरो भिडियो हेर्नु हुँदैछ भने तपाईँहरूले पनि यसमा मेरो साथी रिन्जी लम्बु शेर्पाको चिर आत्माले चिर शान्ति पाओस्, वैकुण्ठ बास होस् भनेर प्रार्थना गरिदिनु होला भन्ने म अनुरोध गर्दछु है साथीहरू। पुस्तक पाठ गरिन्छ। त्यसै भन्दै म चाहिँ यहाँनिर तलतिर झर्दैछु किचनतिर। यतातिर चिया पानीहरू बनाउँदैछ गाउँले दिदीबहिनीहरूले, सबै आफ्नो आफन्तहरूले होइन। सानो मेमोरीको लागि सानो क्लिपहरू लिँदैछु। जे जस्तो हुन्छ मिलाएर हेरिदिनु होला। अनि कति क्युट नानीहरू यहाँ प्रार्थना गरिरहेछ दिदीबहिनीहरूले, मेरो बहिनीहरू हो यिनीहरू चाहिँ। तपाईँहरूले पनि प्रार्थना गरिदिनु होला उहाँको आत्माले चिर शान्ति पाउन् भनेर सबैजनाले। यही नै त रहेछ, अरू त हामी जीवित हुनेहरूले के गर्नु सक्छौँ र होइन। एउटा मृतकको लागि, एउटा बितेर गइसक्नु भएको लागि हामी प्रार्थना सिवाय अरू त केही त गर्न सक्दैनौँ रहेछौँ।
भन्दै हजुरहरूले पनि जो कहिले हेर्नुहुन्छ मेरो भिडियो तपाईँहरूले पनि चिरात्मा शान्तिको लागि भिडियो हेर्छ मेमोरीको लागि सानो छोटो सबै तर म उयो गरिदिन्छु भोइस ओभर फाल्टै बोल्छु यो चाहिँ मेरो साथी रिन्जीको जेठा भाइ यो कान्छा साइला है यता चाहिँ दाजु हस्बेन्ड मेरो साथीको मेमोरीको लागि अलिकति क्लिप गरिदिइरहेको अस्ति अब गर्नु सकेन हो पछि पेम्बाको नानी वैशालीको नानीहरूले हेर्छ यहाँनिर चाहिँ यसरी घरको अगाडि चाहिँ हमेसै साङ जलाइराख्नु पर्दो रहेछ होइन युट्युबमा आउँछ परि पनि यता हेर हल्लो भन्थ्यो छिटो सब आउँछ नि र यतातिर चाहिँ भोलि छोकको लागि प्रसादको लागि चाहिँ सामानहरू लिएर राखेको रहेछ यो चाहिँ सबै भोलि प्याकिङ गरेर आउने इष्टमित्रहरूको लागि प्रसादको रूपमा वितरण गरिन्छ सानो बेबीले के भन्ने भन न यहाँ चाहिँ को होला सिरियस के सर अनि यहाँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ मृतकको अस्तु भनिन्छ होइन जो उहाँको अन्तिम संस्कार गरेर लिएको जो अस्तु हुन्छ त्यो अस्तुलाई चाहिँ अस्तुको पूजा गरिँदैछ अब चाहिँ यहाँनिर सबैजना धर्मगुरुहरूलाई दर्शन गराएर टच गराएर होइन छुवाएर चाहिँ अब चाहिँ यहाँनिर अस्तुको पूजा गरिने रहेछ उहाँहरूको धर्मअनुसार होइन सबैजनालाई यसरी दर्शन गराउँदो रहेछ यो पनि मैले पहिलोचोटि नै देख्दैछु साथीहरू होइन मैले पनि प्रथमचोटि नै यो चाहिँ अनुभव गर्दैछु यसरी राखेर चाहिँ अब उहाँहरूले आफ्नो शास्त्र अनुसार आफ्नो पुस्तकबाट पढेर चाहिँ अस्तुको पूजा गरिने रहेछ हेरिदिनु होला हजुरहरूले अनि यो चाहिँ हो मृतकको घुर भनिँदो रहेछ होइन जो चाहिँ मृतककै पहिरनहरू लुगाफाटा वस्त्रहरू लगाएर चाहिँ एउटा घुर बनाएको हुँदो रहेछ त्यो घुरलाई पनि त्यहाँनिर पूजा स्थानमै राखेर एकदमै पूजा 3 दिनसम्म चाहिँ पूजा गर्दो रहेछ अनि यहाँ तल चाहिँ खानाको लागि सेलरोटी बनाइँदै रहेछ यस्तो हेर्दा पनि क्या सबै सबैहरूले बोलिरहेछ मिठै होला
साथी आएछ म त भिडियो बनाउँदैछु नि आउनु यहाँ उसँग आएको होला नौनीसँग आएको होला यहाँ आऊ त बेबी गाडी आउँदैछ त्यो तँसँग आएको ओके छ फोटो खिचौँ न फोटो यता आउनुहोस् न उहाँ आउनुहोस् न फोटो खिच्नु आउनु त फोटो खिचिदिन्छु म छिटो आउ त्यहाँ बस्नु ल के हो दिप्तीको छोरीको नाम अब यता यता हेर्नु न यहाँ क्यामेरामा हेर्नु न सबले यहाँ हेर्नु रेडी 1 2 3 लु खै एकछिन ल लु अब भरे सात्विकले हेरिहाल्छ नि के हो दिप्तीको छोरीको नाम दृष्टि दिप्ती दृष्टि यो चाहिँ देख्नुहुन्छ साथीहरू तपाईँले मृतकलाई चाहिँ खाना दिएर चाहिँ आफ्नो भदैनीले खाना दिएछ यसरी चाहिँ चढाउँदो रहेछ टाइम टु टाइम होइन बिहानको टाइममा 12 बजीको टाइममा अनि बेलुकी साँझको टाइम यसरी तिनै टाइम खानाहरू चढाउँदो रहेछ भदैनी र मेरो साथीको भदैनी र भाइले बाउ छोरीले चढाइदिँदैछ उसको फुपूलाई यसरी चढाउनु पर्दो रहेछ यो पनि पहिलोचोटि नै देख्दैछु म चाहिँ सबै कुरो जे पाकेको छ होइन घरमा जे पाकेको छ पकाएको छ त्यो चाहिँ पहिला चाहिँ चोखो गरेर चाहिँ फर्स्टमा चाहिँ मृतकलाई चढाइँदो रहेछ यस्तो पनि रहेछ बुद्धिस्ट धर्मशास्त्र अनुसार चाहिँ सबै कुरो चढाइदिँदैछ
र यहाँनिर घरदेखि अलिकति तल चाहिँ खाना खाने ठाउँ बनाएका रहेछन् र यहाँनिर सबैजना आउने जाने इष्टमित्रहरूले खानाहरू लिनुहुँदै रहेछन् सबैजनाले। यो ठाउँमा चाहिँ म बिहानदेखि चाहिँ भिडियो प्रस्तुत गर्न सकिनँ किनकि म पनि माथि पूजामा दाजङमा नै बसेको थिएँ। साथीको लागि अन्तिम प्रार्थनाको लागि त्यहाँ पूजामा नै बसेको थिएँ र यहाँको चाहिँ लिन सकिनँ। अहिले चाहिँ एकैछिन खानाको लागि निस्केको थिएँ र म पनि यो सानो क्लिप चाहिँ हजुरहरूलाई पस्केको छु, हेरिदिनु होला। यहाँनिर चाहिँ देखाउने ठाउँ रहेछ, त्यहाँनिर तल चाहिँ खाना, अनि यहाँ माथि चाहिँ चिया खाने ठाउँ रहेछ। यहाँनिर सबैजना व्यस्त छन् आफ्नो ड्युटीतिर, आफ्नो कामतिर। इष्टमित्रहरूले खानाहरू लिनुहुँदै रहेछ अनि यहाँनिरै भित्र खानाहरू पनि बनाउँदै रहेछ। त्यो पनि म हजुरहरूलाई देखाउँदैछु, हेरिदिनु होला। सेफहरूको आउँदैछ यहाँ भिडियोमा आउँदैछ नि, सेफमा युट्युबमा। चेतन दाजु आउँदैछ भिडियोमा सेफहरू। अनि यहाँनिर चाहिँ घरमा किचनमा चाहिँ कटलेट बनिँदै रहेछ। यहाँको दिदीको गाउँले दिदीबहिनीहरूले यहाँनिर चाहिँ बत्ती बनाउँदै रहेछ। अर्को ग्याम्चो बाल्नुको लागि चाहिँ फेरि सलेदहरू लगाउँदै रहेछ बहिनीहरूले। यसरी बत्ती पनि लट गर्दै बाल्दा रहेछ। 100 वाट गर्दै कतिपल्टसम्म बालिबस्नु पर्दो रहेछ। मृतकको लागि परिवारद्वारा चाहिँ यसरी उज्यालो, मेरो बुझाइमा चाहिँ अब यो बत्तीको उज्यालो ज्योतिसँगै ऊ चाहिँ आफ्नो बाटो कहाँ जानुपर्ने त्यहाँ जान्छ होला सायद। यहाँनिर छोरी र भाइले चाहिँ बत्ती देखाउँदैछ दाजङमा। बत्ती बालेर यसरी मन्त्रद्वारा उनीहरूको धर्मशास्त्र पुस्तकद्वारा पढ्दै बत्ती उचालिरहनु भएको छ। तीनपल्ट टाउकोले गुरुहरूलाई सबै सबलाई गरेर सबलाई भित्र
अनि साथीहरू यो चाहिँ अन्तिमको श्रद्धाञ्जली हो। यो भनौँ घर परिवार इष्ट मित्रहरू सबैजना बसेर चाहिँ यहाँनिर अब जति पनि जति छ छरछिमेकीहरू उहाँहरू सबैजना जो पनि यहाँ चाहिँ बसेर प्रे गर्नु सक्छ, प्रार्थना गर्नु सक्छ है। अन्तिम श्रद्धाञ्जली अर्पण गर्दैछ। बत्तीहरू पनि बाल्ने कार्य भइरहेको छ। यहाँनिर जतिजना पनि बसेका छन् उहाँहरूले भेटी जस्तो उठाएर चाहिँ यो बाटो खर्ची भन्दो रहेछ उहाँको अब शास्त्र अनुसार होइन, उठाएर सबैले दिँदा रहेछ। धर्मगुरुले पनि दिँदो रहेछ त्यसरी उठाएर चाहिँ। अब चाहिँ यहाँनिर अस्तुको पूजा गर्दैछ। अस्तु चाहिँ आफ्नो श्रीमानले, मृतकको श्रीमानले हातमा लिएर उहाँहरूको शास्त्र अनुसार विधि विधान गर्नुहुँदैछ। यस्तोहरू पनि मैले त प्रथमपल्ट देखेँ, अचम्म पनि लाग्यो। यस्तो हुँदो रहेछ उहाँहरूको नियम दस्तुरहरू चाहिँ है। तिलमा राङ त्यहाँ तब धुरिमी सलिम लामा त जन हवा धुरी राङला चुरी शेरकी तुमको मायुङ आबाम से चार दम लामा धुरिमी। यसरी यो अस्तु चाहिँ आफ्नो श्रीमानले चाहिँ उहाँको माइतीलाई, भाइ अथवा दाजुलाई दिनुपर्दो रहेछ होइन। त्यसपछि चाहिँ माइतीले चाहिँ फेरि नियम अनुसार चाहिँ लामालाई, जुन चाहिँ गुरु हुनुहुन्छ, हेड गुरु हुन्छ, उहाँलाई सुम्पिएर चाहिँ उहाँले चाहिँ यो अस्तुलाई चाहिँ टुङ्गोमा लगाइदिनुहुन्छ अरे। यसरी बताइदिनु भयो र यो हामीले उहाँहरूको भाषामा त बुझ्न सकेनौँ र हामीले अलिकति पर्वते भाषामा पनि बताइदिनुहोस् नै भनेर भनेको थियौँ, बताइदिनुहुन्छ उहाँले। यो हाम्रो शेर्पा भाषामा मला हुँदैन, शेर्पा भाषामा त मला हुन्छ, मलाहरू गर्छ। तर पनि यो रिबाको चाहिँ अलिकता भिन्नै नै छुट्टै एउटा पहिचान एउटा राख्यो भनेर त्यसको किन भन्दाखेरि चाहिँ पहिला अब छोरीचेलीहरू अब अन्य जातले लाँदाखेरि है अब हाम्रो छोरीचेलीहरू अब त्यसरी लागिसकेपछि अब घर फर्केर नआउने त्यस्तो सिस्टमहरू थियो अरे। अब के भयो कसो भयो कसैलाई याद नहुने, अब बद्दा पनि नभेट्ने, त्यस्तो कारणले गर्दा पछाडि अब के अब ठुल्ठुलो मान्छेहरू बसेर है अब त्यस्तो एउटा नियम राखेको रहेछ। अनि अबदेखि चाहिँ अहिले त अब अन्य जातले हाम्रो छोरीचेली लग्यो भने चाहिँ हामी चाहिँ उहाँहरूलाई एउटा बाछा यस्तो दिन्छु भनेर चाहिँ एउटा लेखापढी नै गरेर एउटा चाहिँ त्यस्तो बनाएको रहेछ कानुन। अब यदि हाम्रो छोरीचेली कसरी लग्यो भने चाहिँ एउटा सबुत चाहिँ जस्तै अब हट्टी चाहिँ देखाउनै पर्ने। अब उहाँ तपाईँको छोरी चाहिँ मऱ्यो भने चाहिँ हट्टी देखाउनु पर्ने। त्यस्तो अब मऱ्यो भनेर मात्रै नहुने, अब हट्टी चाहिँ देखाउनै पर्ने, तपाईँको छोरीको हट्टी नै हो भनेर। अनि त्यसरी चाहिँ त्यो प्रथाहरू त्यसरी बसेको रहेछ अहिले। अनि त्यसरी गर्दा अघि जस्तै अब चारदामको कुराहरूमा आउँछ गोयम प्राचीन हुन्छ है। तर मारलाई नखुकी प्राप्त अरे भनेर चाहिँ अब भन्छ नि होइन। अब त्यतिखेर चाहिँ चारदाम गर्दाखेरि चाहिँ एउटा बादशाहमा मतलब मासु पनि दियो, के भन्छ यो कपाल पनि दियो, अब सबै चिज दियो। तर हामी एउटा यो हट्टी चाहिँ दिँदैन भनेर त्यसरी एउटा चम्चा एउटा बादशाह, त्यसले गर्दा यो मतलब छोरीचेलीको त्यसरी गर्नु। अनि त्यसरी नै अघि भने जस्तै जस्तै अब सुनदेवी अब हटिचेन लामाको नाममा है अब यो हामीले तपाईँको एउटा सबुत है अब अब जस्तै अब मैतीहरू छ, मैती राजाहरू है, उहाँहरूको एउटा सबुत हामीले देखायो है। अब हामीले यसरी अब 3 दिनसम्म अब लामाहरूले अब यहाँनिर अब सिटो लासहरू है अब यसरी अब राखेर अब पूजाआजा पूजाहरू गरिरहेको छ उहाँको नाममा है। अनि त्यसैले गर्दा उहाँले चित्त बुझेन भने उहाँहरूले लानु सक्छ पनि भनेर अब अहिले भनेको छ है। अनि उहाँहरूलाई चित्त बुझ्यो अब राम्रो भयो, हाम्रो केही छैन भन्दाखेरि चाहिँ हामीले अनि त्यहाँदेखि अब फेरि हामीले मलाई भयो दियो भने मैले फेरि त्यहाँदेखि मसँग पनि त्यस्तो मतलब यो अब त्यसलाई फुवाहरू गरेर त्यसलाई मतलब उसको अब नाम गरेर आत्मा बोलाएर है अब त्यसरी अब हामीले उहाँलाई स्वर्गमा पुर्याउने हामीलाई पनि हामीसँगै शक्ति त छैन। अनि त्यसैले गर्दा उहाँको आजको अब जुन चै लामा भन्ने मतलब उहाँको अब लामाको जुन यहाँ लामा हुन्छ उहाँले मात्रै सक्छ। अनि त्यसले गर्दाखेरि अनि उहाँ
उहाँलाई नै हामीले चाहिँ सुनेको छ। उहाँले नै अब माथि अब देवीचङ सिंहमन्दिरमाथि अब के भन्छ सुखावती भवनमा चाहिँ पुऱ्याइदिनुहोस् भनेर चाहिँ हामीले चाहिँ उहाँलाई र साथीहरू अन्तमा चाहिँ यो घुर भन्दा रहेछ होइन, उहाँहरूको ग्रन्थअनुसार जो मृतक हुनुहुन्छ मरेको होइन, उहाँको जम्मै लुगाफाटादेखि लिएर सबै उहाँको स्वरूप बनाउँदो रहेछ एउटा होइन। बनाएर चाहिँ 3 दिनसम्म चाहिँ उहाँहरूले त्यस घुरलाई चाहिँ पूजा गरेर बत्तीहरू बालेर खानापिना सबै दिएर चाहिँ यसरी 3 दिनसम्म राख्दो रहेछ। अन्त अन्तमा चाहिँ यसरी निकालेर ज्वाइँहरूले निकालेर चाहिँ राख्दो रहेछ। यसरी साथीको आजको अन्तिम दिनको श्रद्धाञ्जली चाहिँ यसरी सकियो। एकदमै राम्रो नियमपूर्वक गरेको, अब राम्रो पनि लाग्यो। के गर्नु, अब संसारको नियमै हो साथीहरू, हामी सबैले पनि संसार छोडेर जानैपर्छ। कसै पनि यहाँनिर अचम्बरी भएर बस्नु सक्दैन होइन। र उहाँको चाहिँ एकदम राम्रो प्रकारले गर्यो, चित्त पनि पुज्यो। के गर्नु।